एभ्रिवान गुड मर्निङ सबैजना सन्चै हुनुहुन्छ होला। अब अस्तिको भिडियोमा चाहिँ म डिजिआईको ओस्मो पकेट खोज्न गएको थिएँ अनि मैले पाएन। अब मैले चाहिँ अनलाइन मगाएको थिएँ, अब आज आउँछ कि भन्ने इस्टिमेटेड टाइम भनेर देखाएको छ। अब आज कति बेला आइपुग्छ आयो भने म भिडियो त्यसमा यसैमा एड गर्छु। अनि आजदेखि चाहिँ वर्ल्ड कप सुरु छ अनि त्यही भएर इङ्ल्यान्डको जर्सी लगाएको छु अझै। अनि बिहान चाहिँ गएन, आज चाहिँ यसो वकतिर जानुपर्छ कि भनेर सोचेको थिएँ तर गएन, किनकि मैले कन्टिन्यू 14 दिनसम्म काम गरेँ नि त। त्यही भएर अस्तिको भिडियोमा पनि भन्न त भनेको थिएँ अब रेस्ट गर्ने हो यो एक दिन। अब फेरि आज एक दिन रेस्ट भएर फेरि त्यसपछि 10 दिनपछि चाहिँ बल्ल छुट्टी छ क्या, किनकि मैले छुट्टी साटेको छु कि। अब अर्को छुट्टीमा चाहिँ सोमबार लिएको छु, त्यो बेलामा चाहिँ यहाँ दाइ भाउजूको नानीको चाहिँ भात खुवाइ छ, त्योमा जाँदैछु। त्यो भिडियो चाहिँ अब त्यहाँ नि अब खिच्छु, त्यो बेलामा चाहिँ ओस्मो पकेटबाट खिच्छु होला, किनकि आज आउँछ नि त। अब हेरौँ कस्तो हुन्छ। अब त्यो ओस्मो पकेट 4हरू यताउता सबै त्यसलाई राम्रोसँग हेर्नु पऱ्यो, कसरी के भनेर सबै डिटेल्सले यसो राम्रोसँग त बुझ्नु पऱ्यो नि। अहिले चाहिँ दिनको 3:45 भयो है। अनि मैले भर्खर खाना खाएको, किनकि मेरो चाहिँ खाना खाने टाइम चाहिँ अलिक ढिलो छ कि। म चाहिँ काममा चाहिँ 2 बजीतिर खाना खान्छु, त्यही भएर मैले भर्खर खाएर अब साफसफाइतिर लाग्दैछु। अब चाहिँ सफा गर्नु पऱ्यो नि अब। यत्तिको सफा गरिसकेँ, यो भयो, यो धुने ठाउँ भयो, सबै सफा गरेँ। अनि बाँकी कुराहरू चाहिँ यहाँ राखेको छु मैले सुक्नको लागि। अब बाँकी भयो भनेको चाहिँ यही भुइँको मात्रै हो। अब झाडु बढालेर पोछा लाउनुपर्छ। भर्खर चाहिँ पोछो सबै सफा गरेर सकिसकेँ। अहिले चाहिँ एकदम गर्मी छ, 31 डिग्री छ, एकदम बाहिर त हिँड्नै सक्दैन। अहिले यहीँ भित्रधरि कस्तो पोलिरहेछ कि। अब म झन् आज त्यो डिजिआई ओस्मो पकेटको आज आउँछ कि भनेर बिहानदेखि एक्साइटेड भएर बसिरहेको थिएँ। अहिलेसम्म आएन क्या, अहिले 4 बजिसक्यो, अझै वेटिङमा छु। 6:30सम्म आउँछ कि भन्ने एक्सपेक्ट गरिरहेको छु। हेरौँ कतिको छिटो आउँछ। अब त्यही हेर्दैछु अब है के कसो हुन्छ। अन डेलिभरी त भनेर लेखेकै छ। फेरि ठ्याक्कै भर्खरै चाहिँ ओस्मो पकेट 4 आयो है। यो चाहिँ कम्बो सेटमा हो। अब यसलाई अनबक्सिङ गर्छु म। ठ्याक्कै सफा गरेर यत्तिकै बसिरहेको त ठ्याक्कै आएको क्या। अब पछि यसलाई खोल्नुपर्छ। DJI Osmo Pocket 4. यो चाहिँ स्टिकरहरू भयो। यो चाहिँ सानो ब्याग रहेछ यसमा चाहिँ होइन, सानो ब्याग चाहिँ यो चाहिँ ठिक्क हो। क्यामेरा मात्रै अट्ने छ है यो चाहिँ। मेन कुरा चाहिँ यहाँभित्र हुन्छ कि यो चाहिँ
चाहिँ मेन कुरा यहाँ छ एउटा मिनी पाउच यसमा चाहिँ सानो टिक्काको मिनी छ यो चाहिँ लोगो देख्नुहुन्छ ओस्मो स्मोक पनि गरेँ यहाँ चाहिँ दुईटा चाहिँ यो माइकको फर हुन्छ नि त्यो कभर हो त्यो चाहिँ छ दुईटा कलरमा एउटा चाहिँ हल्का एस कलर र ब्ल्याक मिक्स भएको छ भने एउटा चाहिँ टोटल्ली ब्ल्याकमा छ अनि त्यो माइकको लागि चाहिँ म्याग्नेट छ यो चाहिँ यस्तो अडाउनु पऱ्यो नि त यहाँ त्यही भएर अनि यो चाहिँ सानो माइक एउटा मिनी माइक छ यो चाहिँ यो चाहिँ क्यामेराको फ्ल्यास हो यो चाहिँ कि रातिको लागि पनि यस्तो राम्रो आउँछ कि यो चाहिँ लाइट चाहिँ यहाँनिर चाहिँ अन अफ छ यो चाहिँ र यो अहिले चाहिँ उसँग कनेक्ट गर्नुपर्छ यो चाहिँ क्यामेरासँगै कनेक्ट गर्नुपर्छ कि यहाँनिर यो कनेक्टर छ नि त अनि टाइप सी टु टाइप सी एउटा केबल छ क्यामेरासँग कनेक्ट गरेर चार्ज गर्नलाई अनि यो चाहिँ माइक चार्ज गर्नको लागि यो चाहिँ अब साइडको त्यो किरिङ जस्तो भइहाल्यो यो चाहिँ ट्राइपोड मुनि कहिलेकाहीँ यसरी सोलो ब्लग गर्दाखेरि चाहिँ कहिलेकाहीँ ट्राइपोड चाहिन्छ नि त यो सपोर्टको लागि यो चाहिँ ट्राइपोड छ यहाँ चाहिँ यो भित्र चाहिँ होइन यसको लेगहरू चाहिँ यस्तो फ्लेक्स हुन्छ यो चाहिँ यसरी अडाउनलाई यो चाहिँ यो पनि ब्याट्री नै हो यो चाहिँ युमा कनेक्ट हुने यो चाहिँ अर्को पावर ब्याङ्क जस्तो हुन्छ यो चाहिँ मेन थिङ यो को चाहिँ मेन थिङ चाहिँ बल्ल यहाँ यो चाहिँ ओस्मो पकेट 4 मैले यो चाहिँ यहाँ यो पोर्चुगलको यो सबै उमा वर्तनहरू अनि यो डिजिआईकै सोरुममा अनि उमा धरि फिनाकमा धरि गएर सबै ठाउँमा गएर सोधेको थिएँ अस्तिको भिडियो मैले अपलोड गरेको थिएँ नि त त्यो भिडियोमा सबै नै मैले भनेको थिएँ त्यहाँ कुनैमा पनि थिएन कि यो सबै आउट अफ स्टक भनेर देखाएको थियो अनि अहिले चाहिँ फाइनली मैले पाएँ है यो चाहिँ यहाँ कभर राखेको रहेछ यो चाहिँ सेफ्टीको लागि रहेछ यसलाई निकाल्नुपर्छ यो चाहिँ कभर सेफ्टीको लागि भनेर यो चाहिँ अन गर्नलाई चाहिँ यही स्लाइड यसरी गर्ने हो यो चाहिँ इङ्ग्लिस सुरुमा चाहिँ सबै उयोहरू सेटिङ्स के गर्ने हो के इङ्ग्लिसहरू अनि त्यो सबै उयोहरू सेटिङहरू आएको छ यो चाहिँ यो पनि निकालिदिनु पऱ्यो अब चाहिँ कति क्लियर छ स्टेबल एकदम स्टेबल छ यति साह्रै क्लियर तपाईँले देख्नुहुन्छ यो चाहिँ ब्याक पनि फर्किन्छ है यसरी कति क्लियर आउँछ एकदम क्लियर छ नि होइन फेरि यसलाई चाहिँ अफ गर्नलाई चाहिँ यही नै स्लाइड गऱ्यो भने अफ हुन्छ यो चाहिँ यो कन्टिन्यू गऱ्यो भने चाहिँ यही रुममा स्ट्राइटमा हुन्छ ब्याक टु पोजिसन सबै सामानहरू यस्तो चाहिँ छ तपाईँले देख्नुहुन्छ यो चाहिँ यो फ्ल्यास चाहिँ यसरी कनेक्ट हुन्छ यो जसरी अब यो मैले अन गरेँ हुन्छ यो चाहिँ होइन यसलाई चाहिँ प्रेस गऱ्यो भने टेम्परेचर कति गर्ने अहिले चाहिँ 7:34 भयो साँझको अनि मैले चाहिँ अब तरकारी बनाउन लागेको भोलि प्याकिङ गरेर लानुपर्छ नि त अनि
त्यही भएर त्यसको लागि चाहिँ मैले अब प्याक स्याक गर्दै यहाँ कटकुट गरेको थिएँ। अब यहाँ भेजहरू छ अनि मैले म्यारिनेट गरेर राखेको थिएँ कि यो चाहिँ यतापट्टि यो चाहिँ चिकन र पोर्कको यो चाहिँ म्यारिनेट गरेर राखेको छ। अहिले यो एयर फ्रायरमा हाल्ने हो अनि त्यही हो आजको दिन चाहिँ यसरी नै बित्यो। धेरै जस्तो टाइम चाहिँ मेरो छुट्टीको चाहिँ किचनमै बित्छ। अब चाहिँ बिस्तारै अँधेरो हुँदै जान्छ अनि गेम चाहिँ स्टार्ट भइसकेको छ। ओपनिङ म्याचहरू हेर्दैछ उता चाहिँ अनि चाहिँ अब फेरि पकाउनु पर्छ नि त। फेरि अब कसले पकाइदिने, फेरि पकाएन भने त ढिलो हुन्छ फेरि। त्यही भएर यतातिर पकाउन आएको म चाहिँ। अनि ओस्मो पकेट फोन चाहिँ अहिले चार्जमा राखेको छु मैले। अनि सबै सेटिङहरू सबै मिलाइसकेँ मैले चाहिँ अहिले चाहिँ। अब माइक पनि आयो। अब नेक्स्ट भिडियो चाहिँ म ओस्मो पकेट 4बाट गर्छु अनि अहिले साउन्ड चाहिँ अब राम्रो आउँछ किनकि माइक छ त्यसमा चाहिँ। यो चाहिँ विदाउट माइक मैले गरेको यो भिडियो चाहिँ, त्यही भएर अलि साउन्ड चाहिँ अलिक नराम्रो नै आउँछ कि किनकि नोइज क्यान्सलेसन हुँदैन नि त अब। अनि यो बाहिरको त्यो नोइजहरूले गरेर स्वाहा गर्ने के गर्ने त्यसले गर्दा चाहिँ अनि साउन्ड पनि मेरो म बोलेको चाहिँ एकदम सानो आउँछ। त्यही भएर चाहिँ भिडियोलाई इन्डेन्ट गर्नु पर्ला। अब जुलाईमा अब छुट्टी भयो भने चाहिँ झन् 2 विकको छुट्टी पाउँथेँ मेरो। त्यो लिएर झन् घुम्न जाने भनेर सोचेको थिएँ। अब घुम्न जाने प्लान त्यस्तै भइहाल्यो। जुलाईमा चाहिँ सेप्टेम्बरमा सरेको छ मेरो चाहिँ त्यो 2 विकको छुट्टी चाहिँ। किनकि जुलाई 2मा चाहिँ अब साउनी चाहिँ फेरि चाइना जाने रह्यो कि अनि त्यही भएर छुट्टी नै नपाउने भयो। त्यो बेलामा दोकान हेर्नुपर्छ, मान्छे धेरै आउँछ, कोहीले फेरि सामानहरू छोड्छ क्या। त्यही भएर अनि अब बाहिरतिर धेरै डुलेको भिडियोहरू आउने भनेको चाहिँ त्यही उमा सेप्टेम्बरको मिड सेप्टेम्बरदेखि लास्टसम्मकोमा चाहिँ आउँछ त्यो चाहिँ। अब त्यति बेलासम्म चाहिँ म यो यही अब छुट्टीहरू भइराखेको बेलामा चाहिँ अलिअलि गरेर हालिराख्छु। अनि नेक्स्ट कमिङ मन्डे होइन, नेक्स्ट मन्डे चाहिँ म चाहिँ यहाँ नानीको उमा जान छ पास्नीमा। अनि त्यो बेलाको भिडियो चाहिँ म अलि हेरौँ कसरी बनाउने भनेर यसो सोच्दैछु। अहिलेदेखि सोच्दैछु कि म। त्यही हो, पिस।